चाया पोतो अनि कुनै प्रकारको पिगमेन्टेसनको लागि क्या मैले चाहिँ युट्युबमा एउटा फुल भिडियो बनाएर हजुरहरूलाई हेल्प हुने खाले बनाएर भिडियो पोस्ट गरेको छु, चेक गर्नु होला। किनकि अब टिकटकमा त धेरै लामो हुन्छ नि त। मेरो युट्युब आइडी चाहिँ म तल लेखि पनि दिन्छु अनि मेरो प्रोफाइलबाट पनि मेरो युट्युबमा डाइरेक्ट भिजिट गर्नु मिल्छ। दीक्षा राई नै छ नाम, DIKSSA दीक्षा आर्य राई। त्यहाँनिर गएर हजुरहरूले डिटेलमा बुझ्न सक्नुहुन्छ। जानेर थाहा पाए जति 10 मिनटको भिडियो बनाएर पोस्ट गरेको छु होइन, एकचोटि चेक गर्नुहोस् है त। त्यो भिडियो चाहिँ अब म पोस्ट गरिदिइहाल्छु, अहिले राति नै भए पनि म पोस्ट गरिदिइहाल्छु होइन। पोस्ट गरेपछि हजुरहरूले चेक गर्न सक्नुहुन्छ। अनि अहिले चाहिँ म फेरि मोइस्चराइजर लगाउँदैछु। मोइस्चराइजर मेरो स्किन केयर चाहिँ डन हुन्छ। अब आफूलाई थाहा भए जति अनि तपाईँले त्यति स्किन केयर चाहिँ फलो गर्नुभयो भने चाहिँ तपाईँहरूको प्रब्लम अहिले भन्दा चाहिँ कम हुन्छ है। यति चाहिँ म मजाले भन्न सक्छु। प्लस तपाईँहरूलाई सुट चाहिँ हुनु पर्यो है। त्यो सिरमहरूले कसैलाई सुट नहुन सक्छ। सुट भएर राम्रो भयो भने चाहिँ हुन्छ नि, स्किनमा सुट भयो भने र त्यति स्किन केयर रुटिन मजाले फलो गर्नुहुन्छ भने चाहिँ तपाईँहरूको प्रब्लम कम हुन्छ। स्किन केयर गर्ने हो, हेल्थ केयर गरे जसरी राम्रो चाहिँ हुन्छ। यति चाहिँ म मजाले भन्न सक्छु। किनकि अहिलेसम्म एकदम धेरैजनाको चाहिँ एकदम राम्रो भएको छ के स्किन। त्यो कारणले गर्दा पनि म भन्न सक्छु खुलेर है त। थ्याङ्क यू।